हेलो गाइस, आज चाहिँ हामी गठ बनाउने आँटेको है अङ्कलको। यहाँ चाहिँ राजा रानी हामी छौँ, एकसाथ भएर आएको है। हामी चाहिँ बाँस सार्न खोज्दैछौँ, दुईजना भएर है, तीनजना छौँ। तातो है तातेको निकाल्नु काटेको रोजगार खोलेको छ यार। हजुर बान्ने डोरी पो ल्याइएन अब त जान्थ्यो नि यताको छुट्टा काठ के मिल्यो पर यता मिलो गाइस, हामी चाहिँ बाँस बोक्कैमा छौँ है आज। बाँस बोकेर जाँदैछौँ गठ बनाउनलाई। यहाँ तल चाहिँ झर्ना हो, हामी चाहिँ यतातिर जाँदैछौँ गठ बनाउन। गाइस रमाइलो छ यतिको। छ केटोले तरुल निस्क्यो। के निक्लिन्छ सक्दैन नि तरुनै तरुनु तरुलै तरुल नि माथि यहाँ अब के हो अरे हाल्ने खाँबा 3टा रोपिसक्यौँ है। यता अङ्कलले चाहिँ खाँबा बनाउँदै हुनुहुन्छ। यहाँनिर 2टा रोपेछौँ। यहाँ खटाल खुन्दैछ भाइले। तरुल निकालेछ होइन है साथी? तरुनु नकल तरुन अर्जिनल हो नि। खतरा छ तरुल। आफै पकाएर पोलेर खा ल। नो नुनु मलाई चाहिँ झट्ले हान्न लाउँदैछ। झट बोकेर यहाँले उभिरहेको ल। भाइले नै हान्ने अरे झट पनि क्रक्स गरी। तरुन सक्दैन के तरुन यहाँको ए छेते कस्तो छ कस्तो पो भयो। हेलो गाइस, हामीले चाहिँ अहिले टिन हाल्नु मात्रै बाँकी छ है। यहाँनिर यति गरिसक्यौँ। बेन्डिङ तार अहिले काटेर राखेको, यति काटिसक्यौँ। कस्तो छ? ठिक छ? यता फुट्नु आँट्यो केटोले जाडा के खाएर अल्छाएको छ अरे क्या। यहाँ चाहिँ अहिले अघि डाँडा थियो, यो डाँडा भत्कायो अरे हामीले गरेको। यहाँनिर टिन चाहिँ यो हाल्नुपर्ने अरे। यो टिन हाल्नुपर्ने होइन, हामीले यो टिन हाल्नुपर्ने अरे यहाँ माथि छानामा चाहिँ। अङ्कलले बाँस ल्याउँदै हुनुहुन्छ त्यहाँदेखि।
यो भिडियोमा चाहिँ मैले किन अन्तिम बनाइसकेको भिडियो बनाइनँ भन्दाखेरि मेरो मोबाइल चाहिँ जिरोमा झरेछ है। भिडियो बनाउँदै थोरै पर्सेन्ट थियो, त्यसले गर्दाखेरि बनाएको है। अनि अहिले भाइले मभन्दा अगाडि आएर चार्ज गर्नु लगाएर म चाहिँ भर्खर आएर बसिरहेको है रुममा। बुवा र भाइ चाहिँ अहिले हस्पिटलमा जानुभएको छ उता मेडिकलमा सुई हान्नलाई। अनि यति नै हो भिडियो चाहिँ भन्न चाहन्छु है। लाइक, कमेन्ट र सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु है त।